हेलो साथीहरु, आज चाहिँ तपाईहरुलाई म मेरो मिनी भ्लग देखाउन गइरहेको छु। पहिलोचोटि भिडियो बनाउँदैछु आज, कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला। म चाहिँ चोकमा सामान लिनको लागि भनेर स्कुटर स्टार्ट गरे अनि दुईजना भएर हामी गयौं चोक धेरै टाढा छैन, यहाँबाट 2.5 किलोमिटर जति होला लगभग। तर दिउँसो घाम थियो, एकदमै गर्मी भइरहेको थियो, रै पनि हामी गयौं अलि शीतल होला कि भनेर। अनि गयौं, भोक लागिरहेको थियो, चटपटे खायौं। अनि हेर्नु न म कसरी कम चटपटे खाँदैछु गर्मीमा। अनि चटपटे अनि चटपटेले मात्रै नभएर हामीले पानीपुरी पनि खायौं यसरी। त्यस पछाडि हामीले त्यो खाइसके पछाडि चाहिँ उता डिपार्टमेन्टतिर गयौं अनि सामानहरू लियौं घरको लागि आवश्यक के छ भनेर। अनि यसरी समीक्षा पनि सामानहरू खोज्दैछ। म चाहिँ यसरी पछाडि बकेट बोकेर पछि हिँडिरहेको छु। अनि के लैजाउँ भनेर कन्फ्युज भइरहेको छु, म पछाडि हिँडिरहेको छु। अनि सामानहरू लियौँ, तर आज साह्रै धेरै गर्मी क्या, झापामा यस्तो धेरै गर्मी भइरहेको थियो। अनि हामी सामानहरू लियौँ अनि आएर काउन्टरमा हेऱ्यौँ भने कति भएछ भनेर यहाँ हिसाब गर्दै हुनुहुन्छ। अनि त्यस पछाडि अनि हामीले चाहिँ यहाँ पेमेन्ट गरेर फर्क्यौँ घरतिर। सामान पनि अट्टी नअट्टी भयो क्या, डिगीमा नटेर। मेरो हालत हेर्नु त, त्यहाँ गर्मीले कस्तो भइरहेको, एकदम धेरै गर्मी थियो नि त। अनि यसरी घरै आइपुग्यौँ सर र बिचमा चाहिँ भिडियो बनायौँ न नि त, त्यही भएर एकैचोटि घर आइपुगेको भिडियो मात्रै आयो है।